ज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले सोऽयं रूपं कदा मया ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरुं श्रीयुतपदकमलं श्रीगुरुं वैष्णवांस श्रीरूपं साग्रजातं सगुणं रघुनाथं वितं तं सजीवं साद्वैतं सावधूतं परिजनं सहितं श्रीकृष्ण चैतन्यदेवं श्री राधा कृष्ण पादां संगम श्री ललिता श्री विशाखान्वितां हे कृष्ण करुणा सिंधु दीनबन्धु जगत्पते गोपेश गोपिकान्त राधा कान्त नमस्तुते तप्त कांचन गौरांगे राधे वृंदावनेश्वरी विश्ववानुसुते देवी प्रणमामि हरिप्रिये वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण सबै भक्तहरूलाई स्वागत छ। मैले चाहिँ प्रभुजीले भन्नुभएको त म त्यस्तो केही पनि छैन होइन, तर मैले चाहिँ प्रभुजीकै कृपाले गर्दाखेरि प्रभुजीले नै रेकमेन्डेसन गरिदिनु भएको कारणले गर्दा मैले पढ्न पाएँ। अनि मैले चाहिँ पढेको कुराहरू हजुरहरूलाई सेयर गर्छु। त्यसमा केही मिस्टेक्सहरू केही भएकोमा माफी गरिदिनु होला र सबैको कृपाको याचना गर्दै म चाहिँ सुरु गर्न चाहन्छु। सुरुमा चाहिँ भक्ति गोस्वामी सिन्धु चाहिँ हामीलाई गोस्वामीले दिनुभएको, त्यसैले हामीले चाहिँ सत गोस्वामीहरूको ग्लोरिफिकेसनको मन्त्र छ त्यो भनेर चाहिँ सुरु गर्छौँ। हजुरहरूले फोटो खिच्दा हुन्छ, हामीले सँगै प्रार्थना गर्छौँ सत गोस्वामीलाई। यति मात्रै भन्ने अनि पछि सुरु गर्ने। फोटो खिच्नु भयो। नेपालीमा पनि छ, नेपाली भक्ति गोस्वामी सिन्धु नेपाली भित्र छ बुक, नेपाली बुक भित्र छ, माथि भित्र पनि छ। साँच्चीकै लेख्ने भयो लिनु है न। सबसे नेपाली बुक पनि हेरिदिनु अन्त त नेपालीमा गर्नु होला यसभित्र ब्लू कलर। फोटो भयो प्रभुजी। अब चाहिँ हामी सत गोस्वामीको वन्दना गरेर चाहिँ सुरु गर्छौँ। नाम शास्त्र विचार नैक निपुणौ सद्धर्म संस्थापकौ लोकानामहितकारिणौ त्रिभुवने मन्यो शरण्याकरौ राधा कृष्ण पदारविन्द भजन नन्देन मत्तालिकौ वन्दे रूप सनातनौ रघुयुगौ श्रीजीव गोपालकौ वन्दे रूप सनातनौ रघुयुगौ श्रीजीव गोपालकौ। जो विभिन्न शास्त्रहरूको तत्त्व केलाउने र शाश्वत धर्म सिद्धान्त स्थापित गर्नमा पारङ्गत छन्, समस्त लोकको हित गर्नु नै जसको उद्देश्य छन् र जो सधैँ राधा कृष्णका चरणारविन्दको सेवा भजनका आनन्दमा तल्लीन भइरहन्छन् वा गोपी भागमा निमग्न रहन्छन्, त्यस्ता सत गोस्वामीहरू क्रमशः श्री रूप गोस्वामी, श्री सनातन गोस्वामी,
श्री जीव गोस्वामी, श्री रघुनाथ भट्ट गोस्वामी, श्री रघुनाथ दास गोस्वामी र श्री गोपाल भट्ट गोस्वामीलाई म सादर वन्दना गर्दछु। हरे कृष्ण। वन्दनापछि चाहिँ अब हामी सुरु गर्छौँ। हामीले चाहिँ अहिले चाहिँ भक्ति शास्त्री नेक्टर अफ डिभोसन पढ्न गइरहेको छौँ। अनि भक्ति शास्त्री भनेको चाहिँ जस्तै कि हाम्रो यो बाहिरी संसारमा ल बुक हुन्छ नि, कन्स्टिट्युसन भन्छ नि, त्यस्तै गरी भक्तिको ल बुक भनेको चाहिँ यो भक्ति रसामृत सिन्धु हो। यो बुकमा चाहिँ हामीले भक्ति कसरी गर्ने, भक्तिको सिद्धान्तहरू के हो भनेर चाहिँ रूप गोस्वामीले शिक्षा दिनुभएको छ। अनि रूप गोस्वामीले चाहिँ भक्ति रसामृत सिन्धु लेख्नु भएको हो। अनि श्रील प्रभुपादले चाहिँ भक्ति रसामृत सिन्धुलाई समराइज फर्ममा चाहिँ नेक्टर अफ डिभोसनको फर्ममा चाहिँ हामीलाई दिनुभएको हो। अनि जस्तै कि हाम्रो भागवतमको स्कन्द 10को कृष्ण बुक छ नि, त्यो चाहिँ समराइज फर्म भयो नि भागवतम क्यान्टो 10 को। त्यस्तै गरी नेक्टर अफ डिभोसन चाहिँ श्रील रूप गोस्वामीको भक्ति रसामृत सिन्धुको चाहिँ समराइज फर्म हो। यसमा चाहिँ श्रील प्रभुपादको अरू पुस्तकहरू जस्तै श्लोका, त्यसको मिनिङ, पर्पज, ट्रान्सलेसन छैन, तर यसमा चाहिँ सिधै समरीमा दिनुभएको छ। तर पनि समरीमा दिँदा पनि हामीलाई चाहिँ रूपेश्वर प्रभुजीले देखाउनु भएको थियो एक्चुअल भक्ति रसामृत सिन्धु र प्रभुपादको नेक्टर अफ डिभोसनमा प्रभुपादले श्लोक वाइज ट्रान्सलेसन नगरे पनि ठ्याक्क बुकमा जे थियो श्रील रूप गोस्वामीले लेख्नु भएको त्यही नै प्रेजेन्ट गरिदिनु भएको छ हामीलाई श्रील प्रभुपादले त्यही रूपमा। यो कुराको लागि चाहिँ हामी एकदम थ्याङ्कफुल हुनुपर्छ श्रील प्रभुपादको लागि। अनि त्यसपछि श्रील प्रभुपादलाई चाहिँ श्रील प्रभुपादको दीक्षा हुने बेला 1933मा श्री भक्ति सिद्धान्त सरस्वती ठाकुर महाराजले चाहिँ इन्स्ट्रक्सन दिनुभएको थियो। दुईवटा इन्स्ट्रक्सन त हामी सबैलाई थाहा छँदैछ र अर्को चाहिँ भक्ति रसामृत सिन्धुको अध्ययन गर भनेर दिनुभएको थियो। र अब हामी सँगसँगै सुरु गर्छौँ। हजुरहरूले सबैले थाहा पनि हाल्नुभयो भक्ति रसामृत सिन्धु भनेको चाहिँ भक्तिको ल बुक हो। यसमा चाहिँ हामीले प्योर डिभोसनल सर्भिसको बारेमा मात्रै नै थाहा पाउँछौँ होइन। अनि अब चाहिँ हामी पर्फेसबाट सुरु गर्छौँ। पर्फेसलाई नेपालीमा आमुखबाट सुरु गर्छौँ। यसको आमुखलाई चाहिँ दुईटा भागमा विभाजन गर्न सकिन्छ। फर्स्ट भनेको चाहिँ यो भक्ति रसामृत सिन्धुको इतिहास, अर्को भनेको चाहिँ श्रील प्रभुपादले चाहिँ यो बुकको चाहिँ हामीलाई अब्जेक्टिभ दिनुभएको छ त्योहरू भयो। अनि यसको इतिहासको कुरा गर्दाखेरि चाहिँ श्रील रूप गोस्वामीलाई चाहिँ चैतन्य महाप्रभुले बोलाउनुहुन्छ। अनि चैतन्य महाप्रभुले चाहिँ श्रील रूप गोस्वामीलाई चाहिँ एकदमै धेरै शिक्षाहरू दिनुभएको छ। त्यो शिक्षाहरू चाहिँ टिचिङ्स अफ लर्ड चैतन्य भन्ने बुकमा चाहिँ मजाले नै छ, हजुरहरूले त्यो बुक पनि लिन सक्नुहुन्छ। अनि त्यसपछि चैतन्य महाप्रभुले श्रील रूप गोस्वामीलाई बोलाएर भन्नुहुन्छ कि आऊ म चाहिँ तिमीलाई भक्तिको रसको सानो बिन्दु चाहिँ कसरी त्यो हुन्छ भनेर भन्नुहुन्छ। अनि श्रील रूप गोस्वामीले चाहिँ चैतन्य महाप्रभुले भन्नुभएको कुरा चाहिँ हामीले दिनुहुन्छ सो द्याट हामीले पनि भक्तिको रस चाहिँ बुझ्न सकौँ। भक्तिको रस बुझ्नु भनेको चाहिँ एकदमै डिप कुरा हो होइन। अनि त्यही डिप कुरा चाहिँ हामीलाई श्रील रूप गोस्वामीले नेक्टर अफ डिभोसनको थ्रुमा दिनुभएको छ। अनि यो बुकको इतिहास चाहिँ मैले अघि नै भनि नै हालेँ, श्रील रूप गोस्वामीले लेख्नु भएको यो बुक। श्रील रूप गोस्वामी चाहिँ पहिला दबित खास नामले चिनिनुहुन्थ्यो। हुन त उहाँ पहिला ब्राह्मण परिवारमै जन्मिनु भएको थियो, तर त्यति बेला चाहिँ उहाँ बङ्गालीहरूको शासनमा मन्त्री बनेर चाहिँ काम गर्नुहुन्थ्यो। अनि त्यति बेलाको जमानामा चाहिँ ब्राह्मणहरू यति गरी मुस्लिमहरूसँग काम गरे भनेपछि चाहिँ उनीहरूलाई चाहिँ मुस्लिमकै दर्जा दिइन्थ्यो, त्यसैले उहाँको नाम चाहिँ यो भएको थियो। तर अनि पछि रूप गोस्वामीले चैतन्य प्रभुसँग भेट भयो। त्यसपछि चाहिँ रूप गोस्वामीले चाहिँ यो सबै छोडिदिनु भयो होइन, उहाँको यो जागिरहरू। अनि उहाँले चाहिँ त्यो जागिर छोड्ने क्रममा चाहिँ उहाँसँग त टन्नै त्यो अब मन्त्रीको पदमा भनेको चाहिँ त्यो जमानामा टन्नै सिक्काहरू थियो, त्यति बेला सिक्काहरू चल्थ्यो। त्यो सिक्कामा 50% चाहिँ उहाँले यस्तै कृष्ण भावमय कुराहरूको लागि छुट्याउनु भयो, 25% चाहिँ आफ्नो रिलेटिभ्सहरूको लागि छुट्याउनु भयो, अनि त्यसपछि 25% चाहिँ आफूलाई इमर्जेन्सीमा चाहिन्छ नि त्यसको लागि छुट्याउनु भएको थियो। र हामीले पनि यसबाट चाहिँ पाठ सिक्न सक्छौँ कि हामीले चाहिँ हाम्रो आम्दानीहरू चाहिँ कसरी युटिलाइज गर्नुपर्छ भनेर रूप गोस्वामीले चाहिँ हामीलाई मजाले एक्जाम्पलै सेट गरिदिइसक्नु भएको छ। अनि यसको इतिहास चाहिँ यही भयो। अनि प्रभुपादले चाहिँ हामीलाई 6वटा अब्जेक्टिभ्सहरू चाहिँ यो बुक पढेर चाहिँ अब हामीले के पाउन सक्छौँ भनेपछि चाहिँ नम्बर 1मा चाहिँ
हामी सबैजनालाई चाहिँ यो बुक पढ्यौँ र हामीले साँच्चीकैको यो बुकलाई पढ्ने मात्र होइन मनन गऱ्यौँ भने चाहिँ हामी गोस्वामी हुन सक्छौँ। अनि गोस्वामी भनेको चाहिँ के हो हजुरहरूले भन्न सक्नुहुन्छ? हजुर, हामीहरू चाहिँ हामीले चाहिँ प्योर डिभोसनल सर्भिस अचिभ नगरेसम्म चाहिँ हाम्रो गोल भनेको गोलोकधाम जाने होइन। गोलोकधाम हामी कृष्णलाई चाहिँ त्यति सजिलै पाउन सक्दैनौँ। त्यसको लागि चाहिँ प्योर डिभोसनल सर्भिस नै चाहिन्छ। अनि यो बुकले चाहिँ हामीलाई प्योर डिभोसनल सर्भिस सिकाउनुहुन्छ। हामीले चाहिँ हाम्रो इन्द्रियहरूलाई कसरी संयम गर्न सक्छौँ, इन्द्रियहरूलाई कन्ट्रोल गरेर, इन्द्रियहरूलाई रोक्ने होइन कन्ट्रोल गरेर कसरी कृष्णमय गराउन सक्छौँ, त्यो चाहिँ हामीले यो बुकलाई मनन गऱ्यौँ भने सिक्न सक्छौँ। अर्को अब्जेक्टिभ भनेको चाहिँ भौतिक रस र स्पिरिचुअल रसको डिफ्रेन्स बुझाउन खोज्नु भएको छ। त्यो चाहिँ हामीले एकछिनमा डिस्कस गर्छौँ। अर्को चाहिँ आर्ट अफ लिभिङ बाई फलोइङ भक्ति। भक्ति फलो गर्दै गर्दा यो भौतिक संसारमा चाहिँ हामीले भक्ति गरेर चाहिँ कसरी जीवन जिउन सक्छौँ त्यो सिकाउनुहुन्छ। अनि अर्को चाहिँ हाम्रो 5 किसिमको रस छ त्यसको बारेमा सिकाउनुहुन्छ। अनि अर्को चाहिँ सबै जीवलाई फेरि कसरी प्रेम गर्न सक्छौँ त्यो सिकाउनुहुन्छ। र अन्त्यमा चाहिँ भक्ति जीवनलाई चाहिँ हामीले कसरी पोसिलो गराउने त्यो सिकाउनुहुन्छ। र भक्ति रसामृत सिन्धुको चाहिँ अब्जेक्टिभ चाहिँ यति नै हो। यो बुक अध्ययन गरेर चाहिँ हामीले यही कुराहरू पाउँछौँ। यो कुराहरू पाइसकेपछि हामीले मनन गरिसकेपछि चाहिँ हामी चाहिँ कृष्णसँग जाने जतिको भन्न सक्छौँ। अनि त्यसपछि यो आमुखमा चाहिँ अर्को के कुरा गर्नुभएको छ भनेपछि भक्ति रसामृत सिन्धुलाई चाहिँ श्रील रूप गोस्वामीले ओसनलाई के भन्छ समुद्रसँग कम्पेयर गर्नुभएको छ। जसरी चाहिँ समुद्रको पूर्व पश्चिम उत्तर दक्षिण हुन्छ त्यसै गरी नेक्टर अफ डिभोसनलाई पनि पूर्वी भाग, पश्चिम भाग, उत्तरी भाग र दक्षिणी भागमा डिभाइड गर्नुभएको छ। अनि अहिले चाहिँ हामीले पार्ट 1 मात्रै पढ्ने हो। पार्ट 1 भनेको चाहिँ ईस्टर्न सेक्सन हो। अरू सेक्सन चाहिँ अहिले हामीसँग त्यति धेरै त्यो छैन के। त्यो किताबहरू पढ्नको लागि पनि मनन गर्नको लागि पनि एउटा हामीसँग लेभल हुनुपर्छ, एउटा भक्तिको भाव हुनुपर्छ। त्यो चाहिँ हामीले भागवतम अनि चैतन्य चरितामृत पढिसकेपछि बल्ल पार्ट 2, पार्ट 3 र पार्ट 4 पढ्छौँ। अहिले चाहिँ त्यो ओसनहरूमा त्यो डिफ्रेन्ट के भन्छ अरे सेक्सन हुन्छ त्यसको चाहिँ हामीले इस्टर्न सेक्सन पढ्छौँ। अनि इस्टर्न सेक्सनमा चाहिँ समुद्रको वेभहरू हुन्छ नि त्यस्तै गरेर यो इस्टर्न सेक्सनमा चाहिँ समुद्रको चाहिँ 4वटा वेभ छ। त्यो वेभ भनेको चाहिँ फर्स्ट वेभ भनेको चाहिँ सामान्य भक्तिको बारेमा एक्सप्लेन गर्नुभएको छ। सेकेन्ड वेभ भनेको चाहिँ साधन भक्ति, हजुरहरूले त्यहाँ हेर्न पनि सक्नुहुन्छ। थर्ड भनेको चाहिँ भाव भक्ति र फोर्थ भनेको चाहिँ प्रेम भक्तिमा डिभाइड गर्नुभएको छ। अनि त्यसपछि यिनीहरूको बारेमा अहिले चाहिँ हामीले आजको क्लासमा चाहिँ आमुख र इन्ट्रोडक्सनमा चाहिँ हामीले ब्रिफली मात्र हेर्छौँ। डिटेलमा चाहिँ एभ्री च्याप्टरमा रूप गोस्वामीले दिनुभएको छ र हामी चाहिँ पछिको क्लासहरूमा कन्टिन्यू गर्नेवाला छौँ। अहिले चाहिँ म हजुरहरूलाई चाहिँ सिम्पल भनिदिन्छु। फर्स्ट लहरमा चाहिँ छ सामान्य भक्ति। सामान्य भक्ति भनेको चाहिँ कस्तो हो जस्तो लाग्छ हजुरहरूलाई भन्न सक्नुहुन्छ? हजुर त्यस्तै नै भयो। सामान्य भक्ति भनेको चाहिँ जब फर्स्ट टाइम चाहिँ अब हामीले कृष्णको बारेमा थाहा पाउँछौँ, भक्तिको बारेमा थाहा पाउँछौँ, अनि हामी मन्दिर आउँछौँ अनि भगवान्प्रति थोरै भए पनि श्रद्धा आउँछ नि त्यो चाहिँ सामान्य भक्ति भयो होइन। अनि त्यसपछि दोस्रो चाहिँ छ साधन भक्ति। साधन भक्ति भनेको चाहिँ कस्तो होला जुन चाहिँ हामीहरू अहिले सबैले प्र्याक्टिस गरिरहेको छौँ हजुर? हजुर त्यही नै हो। 4 रेगुलेटिभ प्रिन्सिपल्सहरू फलो गर्ने, नाम जप गर्ने होइन। अनि साधन भक्तिलाई चाहिँ अझै 2टा रूपमा चाहिँ क्याटेगोराइज गर्न सक्छौँ है हामीले। एउटा चाहिँ हो वैदी साधन भक्ति, अर्को चाहिँ हो रागनुगा साधन भक्ति। हजुरहरूले त्यहाँ बोर्डमा पनि हेर्न सक्नुहुन्छ। अनि साधन भक्ति भनेको चाहिँ हामीले चाहिँ प्र्याक्टिस गर्ने हो। हामीमा चाहिँ भक्ति चाहिँ आएको हुँदैन, तर सामान्य भक्तिमा हामीले थाहा पायौँ होइन, कृष्णको बारेमा हामीलाई नलेज भयो, भक्ति गर्नुपर्ने छ भनेर थाहा पायौँ। अनि त्यहाँबाट चाहिँ हामी सिरियस हुँदै गइराख्यौँ भनेपछि चाहिँ हामी साधन भक्तिमा प्रवेश गर्छौँ होइन। साधन भक्तिको पनि पहिलो प्रकार छ वैदी साधन भक्ति। वैदी साधन भक्ति भनेको चाहिँ अघि भनेको जस्तै हामीले चाहिँ 16 माला जप्छौँ, 4 रेगुलेटिभ प्रिन्सिपल्सहरू फलो गर्छौँ, मङ्गल आरती आउँछौँ, भगवान्को सेवा गर्छौँ होइन। त्यो सबै चाहिँ वैदी साधन भक्तिमा पर्यो कि। यो भनेको चाहिँ रुल्स हो। जब हामी रुल्समा बाँधिएर भक्ति गर्छौँ
त्यसलाई चाहिँ वैदी साधन भक्ति भनिन्छ है। अनि वैदी साधन भक्तिसम्म पनि हामीलाई चाहिँ भगवान्प्रति चाहिँ नेचुरली केही पनि आउँदैन। यो चाहिँ सिर्फ हामीले ओहो कृष्ण हुनुहुन्छ है, हामीले गर्नुपर्छ है सोचेर चाहिँ गर्छौँ कि, तर हामीलाई भाव आएको हुन्न। तर भोलि पर्सि आउन सक्छ, हामीमा श्रद्धा छ तर त्यो आएको हुन्न। अनि यही साधन भक्तिको वैदी भक्ति हामीले गर्दै गऱ्यौँ यसमा हामी एकदमै पर्फेक्ट भयौँ भने चाहिँ हामी चाहिँ रागनुगा साधन भक्तिमा पुग्छौँ है। रागनुगा साधन भक्ति भनेको चाहिँ जस्तो कि अहिले चाहिँ हामीले 16 राउन्ड भ्याउनुपर्छ भनेर गर्छौँ, मङ्गल आरती आउनुपर्छ भनेर आउँछौँ नि, तर त्यति बेला चाहिँ हामीले अटोमेटिकली नै 16 राउन्ड भगवान्को नाम चाहिँ जपिराख्न मन लाग्छ कि 16 राउन्डमा मात्रै सीमित हुँदैन, भगवान्को नाम चाहिँ मैले जप्नुपर्छ भनेर भगवान्को नाममा आनन्द आउन लाग्छ कि। अनि अटोमेटिकली हाम्रो हृदयबाट नै आफै उत्पन्न हुन्छ कि त्यो भाव होइन, त्यो भयो। अनि मङ्गल आरतीमा पनि अब हामीलाई अलार्महरू राख्नु परिरहेको हुन्छ होइन, कहिले आउँछौँ कहिले आउँदैनौँ। तर यो रागनुगा साधन भक्तिमा चाहिँ हामी अटोमेटिकली उठ्छौँ कि हामीलाई अटोमेटिकली नै भगवान्को दर्शन गर्न मन लाग्छ, भगवान्को आरती गर्न मन लाग्छ होइन, बुक्सहरू पढ्न मन लाग्छ, शास्त्रमा इन्ट्रेस्ट लाग्छ, त्यसलाई चाहिँ भनिन्छ रागनुगा साधन भक्ति है। अनि त्यसपछि चाहिँ अर्को वेभ छ, थर्ड वेभ, समुद्रको तेस्रो छाल, त्यसमा चाहिँ भाव भक्तिको बारेमा वर्णित छ। हामीले चाहिँ रागनुगा भक्ति गर्दै गऱ्यौँ भने रागनुगा भक्ति पनि यो हाइएस्ट फर्म अफ भक्ति चाहिँ होइन है, यो पनि साधन भक्तिमै पर्छ, यो पनि हाम्रो साधनामै पर्छ होइन। अनि त्यसपछि चाहिँ हामी जब रागनुगा भक्ति पनि गर्छौँ नि, त्यो वैदी साधनमा चाहिँ हामी पर्फेक्ट हुनुपर्छ। वैदी साधनमा हामी पर्फेक्ट हुँदै रागनुगामा गयौँ भने चाहिँ अनि हामीमा चाहिँ भाव आउँछ है। अनि बल्ल हामीलाई भगवान्प्रति भाव आउने अनि हामीहरूले भगवान्प्रति आसक्ति हुने चाहिँ यो स्टेजमा हुन्छ कि। जस्तै कि अब हामीले देखिरहेको हुन्छौँ नि, यत्तिकै नै मान्छेहरूलाई आँसुहरू आइरहेको हुन्छ यताउति, त्यो चाहिँ हामी भक्तिमा पुरै लीन भएर चाहिँ होइन, त्यो चाहिँ हामी इमोसनल भएर हो, त्यो हाम्रो रियल भगवान्को लागि आएको चाहिँ होइन कि। यति गरी रियल भगवान्को लागि आँसु आउँछ भनेपछि त्यो चाहिँ हर वक्त आउँछ कि, हर वक्त आउँछ, त्यो अटोमेटिकली आउँछ, रुन्छु भनेर पनि रुनु पर्दैन कि। त्यो स्टेज चाहिँ भाव भक्तिमा भयो। देन फाइनली भाव भक्ति पछि चाहिँ हामी प्रेमा भक्तिमा पुग्छौँ। प्रेमा भक्ति भनेको चाहिँ हाइएस्ट पर्फेक्सन अफ लाइफ, अनि त्यसैलाई नै भक्ति भन्छ कि। जुन यो साधन भक्ति अनि त्यसपछि सामान्य भक्ति छ नि, त्यसलाई चाहिँ हामीले भक्ति चाहिँ भन्न मिल्दैन। हामीले चाहिँ त्यसमा चाहिँ भक्तिको प्र्याक्टिस गरिरहेको हुन्छौँ, तर फाइनली प्रेम भक्तिमा पुग्यौँ भने चाहिँ अनि हामीले चाहिँ त्यसलाई भक्ति भन्ने कि प्योर डिभोसनल सर्भिस चाहिँ त्यति बेला हुन्छ। अनि यो टाइप्स अफ भक्तिजहरूलाई चाहिँ मैले प्रोसेस अफ भक्तिजमा त्यो रूपेश्वर प्रभुजीले हामीलाई बुझाउनु भएको थियो, यस्तै प्रोसेस अफ भक्तिमा मैले चाहिँ हजुरहरूलाई त्यही फिगर गराएर बुझाउन कोसिस गर्छु। जस्तै कि हाम्रो प्रोसेस अफ भक्तिमा चाहिँ सुरुमा हुन्छ श्रद्धा, त्यसपछि हामीमा भगवान्प्रति श्रद्धा आएपछि चाहिँ अनि हामीलाई भगवान्को भक्ति गर्ने मान्छेहरूको सङ्ग गर्न मन लाग्छ होइन। जस्तै कि हामी सबैले पनि त पहिला कृष्णको बारेमा थाहा पायौँ र त इस्कनमा आयौँ होइन, यहाँ भगवान्को बारेमा जान्न सकिन्छ, बुझ्न सकिन्छ भनेर साधुहरूको सङ्ग लिन आयौँ नि। हो, भक्तिमा पनि सुरुमा श्रद्धा आयो, त्यसपछि हामीले साधुहरूको सङ्ग गर्नको लागि टेम्पल आयौँ, त्यसपछि चाहिँ हामीले भजन क्रिया गऱ्यौँ। टेम्पल आइसकेपछि अब हामीलाई थाहा भयो नि त, च्यान्टिङ गर्नु पर्दो रहेछ, बुक रिडिङ गर्नु पर्दो रहेछ, मङ्गल आरती गर्नु पर्दो रहेछ भनेर थाहा पायौँ नि त। त्यसपछि चाहिँ हुन्छ भजन क्रिया। भजन क्रिया भइसकेपछि चाहिँ हाम्रो अनर्थ निवृत्ति हुन्छ। जस्तै कि हामीले भगवान्को च्यान्टिङ गर्छौँ नि, हामीले च्यान्टिङ गर्दाखेरि चाहिँ हाम्रो लाइफमा अब हामीले पहिला कति पूर्व जन्ममा हाम्रो कति धेरै अप्रारब्धहरू छ होला होइन, त्योहरू चाहिँ नष्ट हुँदै जान्छ कि। त्यसमा चाहिँ मैले अघि एउटा कुरा भन्न छु है, साधन भक्तिमा चाहिँ हामीले गुरुसँग चाहिँ दीक्षा लगिसकेको हुनुपर्छ। गुरुसँग दीक्षा लगेर गुरुको बानी फलो गर्दै गरेपछि अनि बल्ल अनि गुरुको कृपा भएर अनि हामीमा चाहिँ रागनुगा भक्ति चाहिँ उत्पन्न हुने हो कि। अनि हामीले भजन क्रिया गरिसकेपछि चाहिँ अब हामीले भक्तिको बारेमा थाहा पायौँ भने हामी चाहिँ आधिकारिक गुरुसँग कनेक्ट हुन्छौँ, गुरु शिष्य परम्परासँग कनेक्ट हुन्छौँ, दीक्षा लिन्छौँ। दीक्षा लगिसकेपछि पनि हामी हाम्रो साधना गर्दै जान्छौँ, नामहरू जप्दै जान्छौँ, किताबहरू पढ्दै जान्छौँ। अनि यो नाम जप्दै गर्ने क्रममा चाहिँ हाम्रो जुन अपरारब्धहरू बसेको हुन्छ नि, हामीले भोग्नुपर्ने कर्महरू, त्यो चाहिँ बिस्तारै नष्ट हुँदै जान्छ कि। अनि हाम्रो अनर्थ निवृत्ति हुन्छ होइन। अनि अनर्थ निवृत्ति भइसकेपछि चाहिँ अनि बल्ल चाहिँ हामीमा निष्ठा आउँछ कि। निष्ठा भनेको चाहिँ निष्ठाबाट चाहिँ यो अनर्थ निवृत्तिसम्म चाहिँ हाम्रो वैदी साधन भक्ति भयो, साधन भक्तिभित्रको होइन।
अनि निष्ठा र रुचि चाहिँ हाम्रो रागनुगा साधन भक्ति भयो। निष्ठा भनेको चाहिँ हामीले चाहिँ अब हामी कहिले पनि छुटाउँदैनौँ कि हामी चाहिँ मङ्गल आरती कहिले बरु हामीले तल यो भजन क्रिया अनर्थ निवृत्तिसम्म चाहिँ हामीले मङ्गल आरती छुटाउँथ्यौँ होला, च्यान्टिङ छुटाउँथ्यौँ होला, तर निष्ठामा चाहिँ न हामीले कहिले मङ्गल आरती छुटाउँछौँ न हामीले च्यान्टिङ छुटाउँछौँ। निष्ठा के भन्छ त्यसलाई विदाउट एनी के भन्नु कन्सिस्टेन्ट हुन्छ होइन यसमा चाहिँ। अनि पछि चाहिँ हामीलाई बल्ल भगवान्प्रति रुचि आउँछ कि अहिले त अनि हामीले च्यान्टिङ गर्दा पनि धौ धौ गरिरहेको छौँ होइन। भगवान्को कथा 1 घन्टाभन्दा बढी भयो भने हामीलाई एकदम गाह्रो हुन्छ नि त सुन्न। हाम्रो त अब कति धेरै अब हाम्रो त्यो संस्कार पहिलाको संस्कारहरूले गर्दाखेरि चाहिँ हामीलाई भगवान्को नाम सुन्नमा भन्दा पनि आफ्नो सांसारिक कुराहरू गर्नमा, आफ्नो कुराहरू गर्नमा, अरूको अनावश्यक कुराहरू गर्नमा हामी रुचि छ नि त हामीलाई। भगवान्को कुरामा त एक्चुअलमा रुचि छैन, तर निष्ठाको भावपछि रुचिमा आयो भने चाहिँ हामीलाई भगवान्कै नामहरूमा रुचि लाग्छ कि भगवान्कै नाम श्रवण गर्न मन लाग्छ, भगवान्कै कथा श्रवण गर्न मन लाग्छ, भगवान्कै सेवा गर्न मन लाग्छ, भगवान्लाई नै प्रसाद गराउन मन लाग्छ। हामी चाहिँ फुल्ली कृष्ण कन्सियस हुन्छौँ होइन। त्यसपछि चाहिँ हामीलाई भगवान्प्रति आसक्ति हुन्छ कि हामी भगवान् बिना बाँच्नै सक्दैनौँ कि भगवान् बिना, भगवान्को नाम बिना, भगवान्को भक्त बिना, भगवान्को सेवा बिना चाहिँ हामी बाँच्नै सक्दैनौँ। त्यो चाहिँ आसक्ति भयो होइन। आसक्ति भइसकेपछि अनि बल्ल हामीमा चाहिँ भाव आउँछ कि एक्चुअल भाव। यति बेला चाहिँ हामीलाई भगवान्प्रति रुन मन लाग्ने अनि डिफ्रेन्ट टाइप्स अफ त्यो हुन्छ कि हामीलाई यतिखेर भगवान्प्रति हामीलाई भाव आयो भने कति धेरै प्रकारको हुन्छ। प्रभुजीलाई थाहा छ होला, हामीलाई रुन मन लाग्छ, हाँस्न मन लाग्छ, आत्तिन्छौँ, त्यो फिलिङ हुन्छ नि, यो वाला फिलिङ चाहिँ भावमा आउँछ होइन। अनि फाइनल्ली भाव भइसकेपछि चाहिँ प्रेममा पुग्छ। अनि प्रेम भनेको चाहिँ भगवान्प्रतिको शुद्ध भक्ति हो। अनि यही शुद्ध भक्ति प्राप्त गरेपछि चाहिँ बल्ल चाहिँ अनि हामी गोलोक धाम जाने, भगवान्को सेवा गर्ने, भगवान्सँग हुने चाहिँ लायक हुन्छौँ। अनि त्यसपछि यो प्रेम भागमा पुगेपछि बल्ल चाहिँ अनि हामी गोस्वामी हुने हो कि। अनि हाम्रो जति पनि आचार्यहरू हुनुहुन्छ, गुरु महाराजहरू हुनुहुन्छ, श्री प्रभुपाद हुनुहुन्छ, उहाँहरू चाहिँ प्रेमकै स्टेजमा हुनुहुन्छ कि उहाँहरू चाहिँ कृष्ण बिना बाँच्न नै सक्नुहुन्न, सिर्फ कृष्ण 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 गर्नुहुन्छ होइन। यो प्रेम र भाव भनेको चाहिँ यस्तो स्टेज हो नि, कृष्ण जति बेला पनि 24 आवर्स कृष्ण कन्सियस हो कि। तर प्रिचिङ गर्ने क्रममा चाहिँ अब यो प्रेम र भाव भनेको त कृष्ण बाहेक अरू केही पनि सोच्न सकिँदैन कि दायाँ बायाँ होइन। त्यही भएर हाम्रो आचार्यहरू श्रील प्रभुपाद चाहिँ अनि हाम्रो गुरु महाराजहरू चाहिँ यो प्रेम र भावभन्दा तल मध्यम अधिकारी, हाम्रो डिफ्रेन्ट टाइप्स अफ भक्तजहरू हुन्छ, जस्तै कि कनिष्ठ अधिकारी, मध्यम अधिकारी, उत्तम अधिकारी मैले त्यहाँ पनि लेखेको छु होइन। अनि उत्तम अधिकारी भनेको मैले भर्खर हजुरहरूलाई भनि नै हालेँ, कम्प्लिटली कृष्ण कृष्ण बाहेक केही पनि नायकै हो त्यस्तो। तर प्रचार गर्ने क्रममा चाहिँ श्री प्रभुपाद गुरु महाराजहरू चाहिँ मध्यम अधिकारीमा आउनुहुन्छ। किनभनेपछि प्रचार गर्ने बेलामा त हामीले डिफ्रेन्ट मान्छेहरूसँग इन्टरेक्ट गर्नुपर्ने हुन्छ होइन, धेरै कुराहरू गर्नुपर्ने हुन्छ नि त कृष्णसँगै जोड्नको लागि नै, तर कम्प्लिट कृष्णलाई। त्यही भएर हाम्रो चाहिँ श्री प्रभुपाद गुरु महाराजहरू चाहिँ मध्यम अधिकारीमा झरेर चाहिँ प्रचार गर्नुहुन्छ होइन। तर हाम्रो गोल चाहिँ प्रेम भक्तिमा जाने हो। अनि त्यही भयो। अनि त्यसपछि चाहिँ यति नै थियो हाम्रो पर्फेसमा चाहिँ। अब चाहिँ हामी इन्ट्रोडक्सनतिर जान्छौँ। हजुरहरूले चाहिँ घर गएर अध्ययन पनि गर्न सक्नुहुन्छ है, आमुखको भ्यायो। अनि आमुखमा चाहिँ अर्को कुरा चाहिँ के भन्नुभएको छ भनेपछि भक्ति रसामृत सिन्धु, यो बुकको नामै त्यही हो नि त, भक्ति रसामृत सिन्धु। यसको बारेमा चाहिँ भन्नुभएको छ। भक्ति भनेको चाहिँ के होला, डिभोसनल सर्भिस भनेको चाहिँ के होला, हजुरहरूले मलाई बुझाइदिन सक्नुहुन्छ? भन्नुहुन्छ माझी भक्ति भनेको के हो? हजुर भन्नुहुन्छ। भक्ति भनेको चाहिँ हामीले प्रेममय सेवा हो। भक्तिको डेफिनेसन भनेको चाहिँ प्रेममय सेवा आफ्नो प्रियतमको लागि होइन। अनि यो भौतिक संसारमा चाहिँ हामी सुरुमा अब हामीले प्रेम कसलाई गर्ने भन्नेमा पनि भर पर्छ कि। जस्तै कि हामी जन्मिन्छौँ अनि हामी जन्मिसकेपछि हामीलाई सुरुमा हामी आफ्नो मम्मी बुवालाई माया गर्छौँ, त्यसपछि साथीभाइलाई माया गर्छौँ, त्यसपछि पार्टनरलाई माया गर्छौँ, त्यसपछि छोराछोरीलाई माया गर्छौँ, पछि हामी एक्लै हुन्छौँ। यो चाहिँ सबै कुरा चाहिँ क्षणिक हुन्छ कि। अनि खासमा चाहिँ हामीले चाहिँ एक्चुअल माया चाहिँ गर्ने भनेको चाहिँ कृष्णलाई हो कि। कृष्ण भनेको त मूल हुनुभयो नि त। अनि हामीले चाहिँ जस्तै कि हामीले मूललाई कसरी बुझाउँ, जस्तै कि यो रुखमा हामी पानी हाल्छौँ नि, रुखको
रुखको जरामा पानी हालेपछि चाहिँ अटोमेटिकली पातहरूमा फलहरूमा ट्रान्सफर हुन्छ नि, त्यसै गरेर हामीले प्रेम चाहिँ कृष्ण जो चाहिँ मूल हुनुहुन्छ उहाँलाई गऱ्यौँ भने चाहिँ हामी अरू कसैलाई गर्नै पर्दैन कि, त्यो चाहिँ अटोमेटिकली नै भइहाल्छ कि। अनि यसमा चाहिँ अर्को के कुरा पनि मेन्सन थियो भनेपछि हामीसँग चाहिँ लभिङ प्रोपेन्सिटी हुन्छ, यो संसारमा आइसकेपछि हाम्रो यसै पनि हाम्रो नेचर हुन्छ कि प्रेम गर्ने प्रवृत्ति हामीमा हुन्छ होइन। हामी चाहिँ डिफ्रेन्ट हाम्रो लाइफको सिचुएसनमा डिफ्रेन्ट मान्छेहरूलाई डिफ्रेन्ट ठाउँमा प्रेम गरिरहेको हुन्छौँ कि, तर हामीले चाहिँ एक्चुअलमा चाहिँ प्रेम कृष्णलाई गर्नुपर्छ। हाम्रो यो प्रेम गर्ने प्रवृत्ति चाहिँ कृष्णलाई प्रेम गरेर युटिलाइज गर्नुपर्छ, किन भनेपछि एट द इन्ड हामीलाई सबैले छोडेर जानुहुन्छ। हजुरहरूलाई सबैलाई फिल भएको छ भक्ति संसारमा केही पनि कुरा पर्मानेन्ट छैन कि क्षणिक छ, तर कृष्णले चाहिँ हामीलाई कहिले पनि छोड्नु हुँदैन। हामी जुनसुकै योनिमा जाऊँ, हामी कुकुरको योनिमा जाँदा समेत कृष्णले हामीलाई छोड्नुहुन्न कि, परमात्माको रूपमा हाम्रो हृदयमै बस्नुहुन्छ नि त। त्यही भएर भक्ति भनेको प्रेममय सेवा भने प्रेममय सेवा चाहिँ हामीले कृष्णलाई गर्नु चाहिँ भक्ति भयो है। अनि अघि मैले अब्जेक्टिभ्समा चाहिँ भक्ति रस र भौतिक रसको डिफ्रेन्सको बारेमा पत्ता लगाउनु पनि बुझ्ने भन्ने थियो नि, हो यसमा चाहिँ अर्को चाहिँ त भक्ति भयो। अनि रस चाहिँ दुई प्रकारको हुन्छ, भौतिक रस र आध्यात्मिक रस। भौतिक रस भनेको चाहिँ क्षणिक भयो, हजुरहरूलाई थाहा भइहाल्यो। जस्तै कि अब हामीले परोपकारी कामहरू गर्छौँ नि, दान गर्ने अनि अरू कसरी भने दान गर्छौँ, यताउति सहयोगहरू यताउति गर्छौँ नि, त्यो चाहिँ भौतिक रस भयो कि, जसले चाहिँ हामीलाई टेम्पोररी प्लेजर दिन्छ, यसले चाहिँ हामीलाई वास्तविक सुख चाहिँ दिँदैन। अर्को चाहिँ हुन्छ स्पिरिचुअल रस। स्पिरिचुअल रस चाहिँ नित्य हुन्छ, सनातन हुन्छ। अनि हामीले चाहिँ यो बुकको 3बाट रूप गोस्वामीले चाहिँ हामीलाई स्पिरिचुअल रसको बारेमा चाहिँ बताउन खोजिराख्नु भएको छ। यो बुझ्यौँ भने चाहिँ हामी पनि भक्तिमा पर्फेक्ट हुन सक्छौँ। अनि भक्ति रसामृत, अमृत भनेको चाहिँ सनातन भयो। सनातन भनेको हजुरहरूलाई सबैलाई थाहा छँदैछ होला। अनि त्यसपछि चाहिँ छ सिन्धु। सिन्धु भनेको चाहिँ आनन्दको महासागर। हामीलाई चाहिँ आनन्द कति बेला प्राप्त हुन्छ भनेपछि मैले अघि नै भनिहालेँ, आफ्नो इन्द्रिय तृप्ति नगरेर कृष्णको सेवा गऱ्यौँ भनेपछि, कृष्णको लागि कार्य गऱ्यौँ भने चाहिँ बल्ल चाहिँ हामीले आनन्द प्राप्त गर्छौँ कि। अनि यो कुरा चाहिँ अनि मैले भनेर मात्र हुँदैन, हजुरहरूले पनि रिडिङ गर्नुपर्छ, हजुरहरूले पनि च्याटिङ गर्दै गर्दा चाहिँ आफै फिल गर्ने कुरा हो। यति भयो यो पर्फेसमा चाहिँ। अब चाहिँ हामी इन्ट्रोडक्सनमा जान्छौँ। इन्ट्रोडक्सनमा चाहिँ सुरुमा चाहिँ छ मङ्गलाचरण। मैले पहिले भनिहालेँ, यो चाहिँ श्री रूप गोस्वामीले लेख्नु भएको बुक हो। यसमा चाहिँ श्री रूप गोस्वामीले सुरुमा सनातन गोस्वामीलाई प्रार्थना गर्नुहुन्छ, भगवानलाई प्रार्थना गर्नुहुन्छ, वैष्णवलाई प्रार्थना गर्नुहुन्छ। भक्ति रसामृत सिन्धुमा त्यसरी छ भनेपछि श्री प्रभुपादले चाहिँ सुरुमा उहाँको गुरु श्री भक्ति सिद्धान्त सरस्वती ठाकुर महाराजलाई प्रार्थना गर्नुहुन्छ, अनि त्यसपछि बल्ल सनातन गोस्वामीलाई अनि अरू वैष्णवहरूलाई र भगवानलाई गर्नुहुन्छ। त्यसै गरेर हामीले पनि जहिले पनि केही कुरा गर्नुभन्दा अगाडि चाहिँ मङ्गलाचरण गर्नुपर्छ, आफ्नो गुरुहरूलाई वैष्णवहरूलाई भगवानलाई चाहिँ सम्झिनुपर्छ। अनि अर्को चाहिँ इन्ट्रोडक्सनमा चाहिँ अर्को कुरा चाहिँ के छ भनेपछि फाइनली यसमा चाहिँ शुद्ध भक्तिको परिभाषा दिएको छ। शुद्ध भक्ति के हो भनेपछि चाहिँ हामीलाई यो श्लोकले भन्न सक्छ है। अन्य अभिलाषिता शून्यम ज्ञानं कर्माद्यनावृतम् अनुकूल्येन कृष्णानुशीलनं भक्ति उत्तमा। हजुरहरू पनि कहिले प्रनाउन्स गर्न सक्नुहुन्छ। यो चाहिँ शुद्ध भक्तिको परिभाषा भयो। अन्य अभिलाषिता शून्यम ज्ञान कर्मादि अनावृतम् अनुकूल्येन कृष्णानु शीलनं भक्तिरुत्तमा। यसको चाहिँ म अनुवाद भन्छु। जब प्रथम श्रेणीको शुद्ध भक्ति विकसित हुन्छ तब भक्तले भौतिक भोगको इच्छा, अद्वैतवादी दार्शनिक ज्ञान र सकाम कर्महरूबाट आफूलाई अलग राख्नु पर्दछ। कृष्णको अनुकूल हुने गरी भक्तले कृष्णको निरन्तर भक्तिमय सेवा गर्नु पर्दछ। अनि यो श्लोकलाई चाहिँ त्यहाँ पनि छ बोर्डमा दुईटा पार्टमा चाहिँ डिभाइड गर्न सकिन्छ। एउटा चाहिँ हो मुख्य लक्षण, यसलाई चाहिँ स्वरूप पनि भनिन्छ। अर्को चाहिँ हो गौर लक्षण, त्यसलाई चाहिँ तटस्थ लक्षण भनिन्छ होइन। अनि स्वरूप लक्षण भनेको चाहिँ कस्तो लक्षण हो भनेपछि यो चाहिँ हामीमा चाहिँ अटोमेटिकली नै हुन्छ कि। जस्तै कि अब हामी जन्म्यौँ भनेपछि हामी खान्छौँ, अनि हामीलाई पेन फिल हुन्छ, हामीलाई ह्याप्पिनेस फिल हुन्छ।
यो चाहिँ हाम्रो स्वरूप लक्षण भयो भनेपछि तटस्थ लक्षण भनेको चाहिँ पछिबाट हामीले नै गरेको एक्टिभिटिजहरूले चाहिँ एड हुने हो कि। अनि यसलाई चाहिँ हामीले भक्तिमा जोड्नु पर्दा चाहिँ स्वरूप लक्षण भनेको चाहिँ यस्तो लक्षण हो जसबिना चाहिँ भक्ति नै हुँदैन कि। यो कुरा भइसकेपछि मात्र भक्ति हुन्छ है। अनि यो स्वरूप लक्षणलाई चाहिँ माथिको श्लोकामा चाहिँ हामीले स्वरूप भनेपछि यो अनुकूल्यन कृष्ण अनुशीलनम छ नि, त्यतिलाई चाहिँ हामीले स्वरूप लक्षणमा गर्न सक्छौँ भनेपछि तटस्थ लक्षणमा चाहिँ अन्य अभिलाषिता शून्यम ज्ञान कर्मादि अनावृतमलाई चाहिँ तटस्थ लक्षणमा जोड्न सक्छौँ है। अनि यो स्वरूप लक्षणमा चाहिँ मैले अघि भनिहालेँ अनुकूलेन कृष्णानुशीलनम भक्ति उत्तम भनेको छ नि। अनि त्यो भने यो बिना चाहिँ भक्ति नै हुँदैन है। म चाहिँ हजुरहरूलाई यो अनुकूल्यनको बारेमा भन्न चाहन्छु। अनुकूल्यन कृष्णानु भनेको चाहिँ हामीले चाहिँ जुन पनि कार्य गर्छौँ नि त्यो चाहिँ हामीले कृष्णको लागि गरेपछि बल्ल भक्ति हुन्छ कि। भक्ति भन्ने बित्तिकै कृष्णको हुन्छ कि, अरू कसैको पनि हुँदैन, कुनै डेमी गड्सको पनि हुँदैन होइन। अब हामी त कसैको फ्यान हुन सक्छौँ होइन, जस्तै कि धोनीहरू हुन्छ नि, अनि भगवान्लाई नमाने गुरु मात्र मान्ने, अनि हामी चाहिँ धार्मिक हो भन्छ नि, त्यसलाई चाहिँ हामीले भक्ति कति पनि भन्न मिल्दैन। भक्ति भनेको चाहिँ सिर्फ कृष्णको हुन्छ, कृष्णको अनुकूलमा हुन्छ होइन। कृष्णको अनुकूलमा गरिने कार्यलाई नै भक्ति भनिन्छ, यो हजुरहरूले नोट गर्न सक्नुहुन्छ। अनि त्यसपछि अर्को छ अनुशीलनम। अनुशीलनम भनेको चाहिँ हामीले चाहिँ गर्ने एक्टिभिटी। अघि मैले भनिहालेँ हजुरहरूलाई अनुकूलेन कृष्णनु भनेको चाहिँ हामीले चाहिँ कृष्णको भक्ति गर्ने होइन। तर भक्ति चाहिँ कसरी गर्ने, मैले कृष्णलाई प्रेम गर्छु भनेर अनि केही पनि नगर्नुलाई चाहिँ भक्ति भन्दैन कि। फर इक्जाम्पल कुनै कपाल हुनुहुन्छ, उहाँहरूको चाहिँ बिहे भयो अनि उहाँहरूले चाहिँ हामी चाहिँ एकअर्कालाई एकदम धेरै प्रेम गर्छु भन्नुभयो होइन। तर माताजीले चाहिँ प्रभुजीको लागि खाना नै नगराइदिने, अनि म तिमीलाई प्रेम गर्छु चाहिँ भन्ने तर उहाँलाई अब खाना नगराइदिने। अनि त्यसपछि फेरि माताजी बिरामी हुनुहुन्छ अनि प्रभुजीले चाहिँ म तिमीलाई प्रेम गर्छु भन्ने, म चाहिँ तिम्रो प्रेमिका हो प्रेम गर्छु भन्ने, तर बिरामी भएको बेलामा हस्पिटललाई नलाइदिने, प्रेम गर्छु मात्र भनेर मात्र त हुँदैन। अघिको कुरामा चाहिँ हामीले के सिक्यौँ भनेपछि भक्ति भनेको कृष्णलाई प्रेम गर्ने हो। र यो अनुशीलनम भनेको चाहिँ हामीले चाहिँ यो चाहिँ एक्टिभिटी हो, यो चाहिँ हामीले गर्नुपर्छ कि। प्रेम फिल मात्र गर्ने होइन कि, एक्चुअलमा एक्टिभिटिज नै गर्ने। जस्तै कि कृष्णको सेवा गर्ने, च्यान्टिङ गर्ने, श्रृङ्गार गर्ने, भोगा गराउने होइन, त्यो पर्यो। अनि अनुशीलनम भनेपछि अनि कसरी गर्ने भनेपछि हामीले चाहिँ पूर्व आचार्यहरूको पथानुमोदन गरेर चाहिँ गर्नुपर्छ कि। पहिलाको हाम्रो आचार्यहरूले चाहिँ कसरी गर्नुभयो होइन, त्यो अनुसारले गर्नुपर्छ, आफ्नो तरिकाले चाहिँ गर्न हुँदैन। अनि यही कुरामा चाहिँ बुकमा चाहिँ दुईटा कुराको कुरा गरेको छ। एक्टिभिटिज भन्यौँ होइन, अनुशीलनम भनेको पूर्व आचार्यहरूलाई फलो गरेर गर्ने एक्टिभिटिज। अनि एक्टिभिटिजलाई पनि दुईटा कुरामा बाँडिएको छ कि, प्रवृत्ति र निवृत्ति। प्रवृत्ति भनेको चाहिँ हामीले गर्ने कुराहरू, निवृत्ति भनेको चाहिँ नगर्ने कुराहरू। जस्तै कि डुज र डोन्ट्स भन्छ नि, अलवेज रिमेम्बर कृष्ण चाहिँ केसमा पर्यो त, प्रवृत्तिमा पर्यो कि निवृत्तिमा पर्यो? प्रवृत्तिमा पर्यो। अनि त्यही हो, अलवेज रिमेम्बर कृष्ण नेभर फर्गेट कृष्ण। प्रवृत्ति र निवृत्तिलाई चाहिँ हामीले यसरी बुझ्न सक्छौँ। अनि त्यसपछि चाहिँ हामीले चाहिँ यो स्वरूप लक्षणको बारेमा चाहिँ बुझ्यौँ होइन। यति नभए चाहिँ भक्ति हुँदैन। कृष्णको भक्ति गर्ने, पूर्व आचार्यहरूको पथानुमोदन गरेर, कृष्णको लागि केही गरेर, फिल मात्र गर्ने होइन कि एक्चुअलमा एक्टिभिटी नै गर्ने। यो भएपछि चाहिँ भक्ति हुन्छ। अनि अर्को छ तटस्थ स्वरूप। तटस्थ स्वरूप भनेको चाहिँ यो बिना चाहिँ फेरि शुद्ध भक्ति चाहिँ हुँदैन। यो नभए पनि भक्ति चाहिँ हुन्छ तर भक्ति चाहिँ शुद्ध हुँदैन। अनि यो तटस्थ स्वरूपमा चाहिँ हामीले चाहिँ यो अन्य अभिलाषिता शून्यम ज्ञानम कर्मादि अनावृतम, यसलाई चाहिँ हामीले तटस्थ स्वरूपमा राख्न सक्छौँ। अन्य अभिलाषिता शून्यम भनेको चाहिँ हामीले चाहिँ हाम्रो यो भौतिक इच्छाहरू, भौतिक उपाधिहरू चाहिँ सबै त्याग्ने र केवल कृष्णको भक्ति गर्ने होइन। जस्तै कि अब हामी कोही डक्टर हो, म कसैको वाइफ हो, म स्टुडेन्ट हो, अनि त्यसपछि म कसैको छोरी हो, यताउति भन्ने हुन्छ नि, त्यो उपाधिहरू चाहिँ हामीले त्याग्ने हो कि। हामी चाहिँ सिर्फ कृष्णको भक्त हो। अनि यो चाहिँ मजाले मनन गर्नु होइन, सुनेर मात्र होइन, अलि मजाले मनन गऱ्यौँ भने चाहिँ हामीले मजाले बुझ्न सक्छौँ। हरेक कुरालाई छोड्ने कि सिर्फ यो भौतिक इच्छा उपाधिहरू हुन्छ नि,
हामी यहाँ भौतिक संसारमा आएको छौँ, यो त हामीले रोल मात्रै प्ले गरेको हो कि हाम्रो एक्चुअल स्वरूप यो होइन। यहाँ हामी लगभग सबैले भगवत गीता पढिसकेछौँ होला, हजुरहरू सबैलाई थाहा छँदैछ हामी चाहिँ आत्मा हो, हामी चाहिँ यो शरीर होइन नि त। अनि कृष्णसँग जाने पनि हामी हाम्रो एक्चुअल स्वरूपबाटै हो कि आत्माको स्वरूपबाट। त्यसको लागि चाहिँ हामीले अन्य अभिलाषिता शून्य, अरू कुनै पनि यो इन्द्रिय तृप्तिका कुराहरू चाहिँ सबैलाई छोडिदिने, मान सम्मानहरू चाहिँ सबैलाई छोडिदिने भयो। अनि ज्ञानम कर्मादि अनावृतम भनेको चाहिँ जस्तै कि यो ज्ञानम भनेको चाहिँ हामी भक्ति त गर्छौँ होइन, भक्ति गर्दाखेरि चाहिँ अब हामीले बुक रिडिङहरू गर्छौँ नि, अनि हामीले चाहिँ ओहो उहाँले चाहिँ कति धेरै बुक रिडिङ गर्नुभएको छ, उहाँले त कति धेरै डिग्रिजहरू लिइसक्नुभयो, भक्ति शास्त्री भक्ति वैभव, उहाँ चाहिँ भक्त हो, उहाँ चाहिँ शुद्ध भक्त हो भनेर चाहिँ भन्ने होइन कि भक्ति चाहिँ कहिले पनि ज्ञानसँग पनि उ छैन के भन्छ त्यसलाई, ज्ञानसँग पनि सम्बन्धित छैन। अनि अर्को चाहिँ छ कर्मादि, भक्ति चाहिँ फेरि कर्मसँग पनि सम्बन्धित चाहिँ छैन कि जस्तै कि कोहीले चाहिँ धेरै डोनेसन दिनुहुन्छ, धेरै सेवा गर्नुहुन्छ अनि ओहो उहाँ चाहिँ एकदम शुद्ध भक्ति यस्तो यस्तो भन्ने चाहिँ हुँदैन कि। भक्ति भनेको चाहिँ एकदम इन्डिपेन्डेन्ट कुरा हो कि यो सबै कुराहरूबाट होइन। अनि जस्तै कि यो ज्ञानमा चाहिँ अर्को के पनि पर्छ भनेपछि चाहिँ यहाँ त कति धेरै टाइपको ज्ञानहरू छ नि त, जस्तै कि अद्वैतवादी ज्ञानहरू छ, अनि त्यसपछि मायावादी ज्ञानहरू छ नि, यो ज्ञानहरूलाई चाहिँ हामीले त्याग्ने हो। अनि सँगसँगै कर्मलाई पनि त्याग्ने हो। कर्मलाई त्याग्ने भनेको चाहिँ मैले चाहिँ सुरुमा भक्त किताब पढ्दा चाहिँ मलाई क्लियर भएको थिएन, पछि मैले भक्ति शास्त्री पढ्दै गर्दा क्लियर भयो। जेनरली चाहिँ हामीले के बुझ्छौँ भनेपछि कर्म त्याग्ने भनेको चाहिँ नराम्रो कर्महरू मात्र त्याग्ने हो भन्ने सोच्छौँ, तर त्यस्तो होइन। हामीले चाहिँ सकाम कर्म पनि त्याग्ने हो कि, हामीले चाहिँ कृष्णको लागि गर्ने हो। हामीले कृष्ण अघि पनि मैले भनिहालेँ नि, कृष्ण मूल हुनुहुन्छ, कृष्णको लागि गरेपछि चाहिँ हामीले अरू कुनै पनि कुराहरू गर्नु पर्दैन कि। अनि त्यही भयो होइन ज्ञानम कर्मादि। अनि शुद्ध भक्तिको बारेमा चाहिँ यति नै हो। अनि मैले चाहिँ यति नै प्रिपेयर गरेँ। हरे कृष्ण। अनि हामी फेरि लास्टमा पनि अनि हामीले चाहिँ यो नेक्टर अफ डिभोसन चाहिँ पढ्दाखेरि पनि र पढेर सकाउँदाखेरि पनि सर्ट गोस्वामीहरूको वन्दना गरेर सकाउनुपर्छ। हामी चाहिँ फेरि वन्दना गर्नेछौँ र क्लास सकाउनेछौँ। हजुरहरूले सँगसँगै दोहोऱ्याउन सक्नुहुन्छ। हुन्छ तटस्थ भनेको चाहिँ कस्तो हो भनेपछि तटस्थ स्वरूप नभएसम्म चाहिँ हामीले चाहिँ शुद्ध भक्ति चाहिँ प्राप्त गर्न सक्दैनौँ। तटस्थ स्वरूप नभए पनि भक्ति चाहिँ भक्ति हुन्छ, तर शुद्ध भक्ति चाहिँ हुँदैन होइन। यसको एक्जाम्पलमा चाहिँ मैले अघि भने नि, अन्य अभिलाषिता शून्यम ज्ञानम कर्मादि अनावृतम, सबै भौतिक इच्छाहरू त्याग गरेर, भौतिक उपाधिहरू त्याग गरेर, ज्ञानहरू त्याग गरेर ओन्ली कृष्ण एन्ड मी, त्यो सोच्नुलाई चाहिँ तटस्थ स्वरूप भन्छ। र तटस्थ स्वरूपले चाहिँ हामीलाई प्योर डिभोसनल सर्भिसमा उ गर्ने हो, के भन्छ त्यसलाई, लाने हो। हजुरहरूको केही प्रश्न छ भने भन्न सक्नुहुन्छ नि, हामी वन्दना गरेर सकाउँछौँ। स्वरूपवाला फेरि भन्ने, स्वरूप भन्नुभयो। स्वरूप यो श्लोकलाई चाहिँ दुईटा स्वरूपमा, यो दुईटा उसमा चाहिँ डिभाइड गरेको छ किन। एउटा चाहिँ छ मुख्य लक्षण स्वरूप, अनि स्वरूप भनेको चाहिँ कस्तो हो भनेपछि यो बिना चाहिँ भक्ति नै हुँदैन कि। जस्तै कि अनुकूल्यन कृष्णनु भन्यौँ नि, कृष्णको भक्ति गर्नु, अनि त्यसपछि कसरी गर्नु त भक्ति, फिल मात्र गर्ने होइन कि, एक्टिभिटिजहरू गरेर। कस्तो एक्टिभिटी, त्यसरी अघि प्रवृत्ति र निवृत्ति थियो कि, प्रवृत्तिवाला एक्टिभिटिजहरू गरेर चाहिँ भक्ति गर्नु, यसलाई चाहिँ स्वरूप भनिन्छ। यो बिना चाहिँ भक्ति नै हुँदैन कि। भक्ति भइसकेपछि अनि बल्ल शुद्ध भक्तिमा जान्छौँ, त्यही हो। अरू प्रश्न छ कसैको? छैन, हजुरहरूको पनि छैन। यति नै हो। र म हजुरहरूलाई के भन्न चाहन्छु भनेपछि चाहिँ हजुरले चाहिँ घरमा गएर चाहिँ मजाले अध्ययन गर्नु होला। यति भनिसकेपछि अध्ययन गर्दा चाहिँ हामीले धेरै कुरा सिक्छौँ। अनि यदि गरी हामीलाई भक्तिमा एक्चुअली ग्रो गर्नु छ भनेपछि चाहिँ रूप गोस्वामीको नेक्टर अफ डिभोसनले चाहिँ प्योर डिभोसनल सर्भिसको बारेमा दिनुभएको छ कि यो चाहिँ एकदमै खतरा बुक हो। अनि हजुरहरू चाहिँ घरमा गएर यो बुक पढ्न सक्नुहुन्छ। नेक्स्ट स्याटरडे चाहिँ हामीले सायद च्याप्टर 1 अनि बिहान भने च्याप्टर 2 पढ्छौँ, त्यो च्याप्टरहरू पनि पढ्न सक्नुहुन्छ। अनि हजुरहरूसँग बुक छैन भने पनि हामीसँग टेम्पलमा अभाइलेबल छ, हजुरहरूले चाहिँ लिन सक्नुहुन्छ। अब चाहिँ हामी सर्ट गोस्वामीहरूको वन्दना गरेर क्लास जान्छौँ।
नाना शास्त्र विचारणैक निपुणौ सद्धर्म संस्थापकौ लोकानां हितकारिणौ त्रिभुवने मन्यो शरण्याकरौ राधा कृष्ण पदारविन्द भजना नन्देन मत्तालिकौ वन्दे रूप सनातनौ रघुयुगौ श्रीजीव गोपालकौ वन्दे रूप सनातनौ रघुयुगौ श्रीजीव गोपालकौ. I offer my reciprocal obeisances unto the six Goswamis, namely Sri Sanatan Goswami, Sri Rupa Goswami, Sri Raghunath Bhatta Goswami, Sri Raghunath Das Goswami, Sri Jiva Goswami, and Sri Gopal Bhatta Goswami, who are very expert in Sankritanjingly studying all the revealed scriptures with the aim of establishing eternal religion principle for the benefit of all human beings. Thus, they are honored all over the three worlds, and they are worth taking shelter of because they are observed in the mood of the gopis and are engaged in the transcendental service of Radha and Krishna. सत गोस्वामी की जय, श्री प्रभुपाद की जय. नेपालीमा हजुरले भनिदिनु. अघि सत गोस्वामीको वन्दना चाहिँ नेपालीमा पनि गरौँ. जो विभिन्न शास्त्रहरूको तत्त्व केलाउन र शाश्वत धर्म सिद्धान्त स्थापित गर्नमा पारङ्गत छन्, समस्त लोकको हित गर्नु नै जसको उद्देश्य छ, जो तिनै लोकका सामान्य छन्, सबै शरणदाता छन् र जो सधैँ राधा कृष्णका चरणारविन्दको सेवामा भजनका आनन्दमा तल्लीन भइरहन्छन् वा गोपी भागमा निमग्न रहन्छन्, त्यस्ता सत गोस्वामीहरू क्रमशः श्री रूप गोस्वामी, श्री सनातन गोस्वामी, श्री जीव गोस्वामी, श्री रघुनाथ भट्ट गोस्वामी, श्री रघुनाथ दास गोस्वामी र श्री गोपाल भट्ट गोस्वामीलाई म सादर वन्दना गर्दछु. श्री सत गोस्वामी की जय, श्री प्रभुपाद की जय, भक्ति रसामी सिंह की जय.